राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहको संवाद हुँदैछ। रवि लाम्छाने जेलमा रहउन्जेल बालेन शाह पार्टीको सभापति बन्ने र राष्ट्रिय स्वतन्त्र पार्टी अब बालेन शाहले हाँक्ने भन्ने समाचारहरू आइराखेको छ। तपाईहरुले सुनिराख्नु भएको छ। यो समाचार तपाईलाई कतिको सत्य लाग्छ र यदि यो समाचार सत्य होइन भनेदेखि यस्ता खालका समाचारहरू किन बनाइन्छ त भन्ने विषयमा आज हामी अलिकति चर्चा गरौँ। सोशल मिडिया, कुनै पनि सोशल मिडियाको एउटा एल्गोरिदम हुन्छ। त्यो एल्गोरिदमले कुनै पनि व्यक्तिलाई कुनै न कुनै बेला भाइरल बनाउँछ। कुनै पनि व्यक्तिको एउटा दुईटा भिडियोहरू भाइरल भइसकेपछि उसको एउटा फेस भ्यालु बन्छ, त्यसलाई फेस भ्यालु भन्छ। त्यो सोशल मिडियाको एल्गोरिदमले त्यो व्यक्तिको फेस र नामलाई ट्र्याक गरेर राख्छ र उसलाई चिनिराख्छ। त्यस पछाडि उसले कुनै पनि भिडियो हालोस्, कुनै पनि क्याटेगोरीको भिडियो हालोस्, अथवा चाहिँ फोटो हालोस् अथवा स्ट्याटस हालोस्, सबै सोशल मिडियामा गरेका प्रक्रियाहरू भाइरल हुँदै जान्छन्। सोशल मिडिया इन्फ्लुएन्सर बन्छ र ऊ भाइरल व्यक्ति बन्छ, उसका कुराहरू सुन्ने गरिन्छ। त्यस्तै बालेन शाह पनि एउटा सोशल मिडियाको इन्फ्लुएन्सर हुन्। बालेन शाहलाई यति कुरा थाहा छ, पहिलोचोटि मैले नयाँ जाल हाने, त्यसमा माछा पर्यो, मैले चुनाव जितेँ, जनतालाई केही कुराहरू ढाँटेँ, केही कुराहरू झुक्क्याएँ, झुट बोलेँ, त्यो कुरा पनि उनीलाई थाहा छ। अब म ढाँट्न सक्दिनँ र अब उठेँ भनेदेखि म चुनाव जित्दिनँ भन्ने कुरा पनि थाहा छ। कुनै कुनै समाचारमा यस्ता कुराहरू पनि आइराखेका छन् कि अब बालेन शाह राजनीतिमा नलाग्ने र चुनावमा पनि नउठ्ने, अब आगामी चुनावमा पनि नउठ्ने भन्ने समाचारहरू पनि आइराखेको छ। र पनि समाचार किन बनाइन्छ त यस्तो भन्दा धेरै फलोवर्स भएका सोशल मिडियाका इन्फ्लुएन्सर बनिसकेका व्यक्तिहरूको बारेमा भिडियो बनाइसकेपछि सोशल मिडियाको एल्गोरिदमले ती व्यक्तिका फलोवर्सहरूसम्म पुर्याउने काम सोशल मिडियाको एल्गोरिदमले नै गर्छ र ती व्यक्तिहरूको बारेमा भिडियो बनाइसकेपछि आफ्नो एभरेज भ्युज भन्दा त्यो भिडियोमा अलिकति बढी भ्युज आउँछ। त्यसै कारणले गर्दाखेरि त्यो भ्युजको कारणले गर्दाखेरि समाचार पत्रहरूले र पत्रकार मित्रहरूले पनि भ्युजको लागि समाचार बनाइराखेका हुन्छन्। तर यो वास्तवमा भन्ने हो भनेदेखि बालेन शाह आफ्नो घमण्डको कारणले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा जाँदैन एक त। अर्को कुरा, बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा मर्ज भइहाल्यो भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई सभापति चाहिँ दिँदैन।